के गरेको काटेकोलाई हात रुकासँग उतार चाहिँ काट न यो आम त पर्छि आम रहेछ आम त पर्छि यहाँ पनि एउटै हो होइन यो चाहिँ धेरै राम्रो यो साथीले लैजान लागेको थियो ए पाकेछन् यो काँचो कहाँ टिप्नु कालियासन भने अनि त्यसपछि मेरो मिलिरहेको सर्ट करेन्ट च्यापलको झोलामा हालेर आएको अनि भोलिपल्ट याद आएछ उसलाई अरे छैन त यहाँ अस्ति हामी जङ्गल गएको बेला क्या एउटा मात्रै यति एउटा मात्रै छ त्यो चाहिँ एउटा यही मात्रै थियो क्या ठुलो चाहिँ अरू छ अनि अरू आएको छैन त अनि सम भन्दै हो र हिजो थियो त नि त्यही भन्दै मैले त्यही दिन बेलुका ल्याइहालेँ 200 टिपेर ल्याएर मैले राखिहालेँ खोजीमा ठुलो चाहिँ एउटा आउँदैन पानीको बोतलमा हालिहालेँ होइन त ठुलो चाहिँ एउटा मात्रै यति चाहिँ अरू चाहिँ थिएन त्यो चाहिँ कुन हो त्यो त बाटामा किनेको अस्ति आउँदाखेरि चोरेको त्यो त चोरेको हावा नगलाई त्यो काँचा किन्छस् यो कस्तो मान्छे रहेछ यार अनि एक दिन चोरो भनेर चोर्नु पाइन्छ त्यो मैले चोरेको बोक्को त टिपिसकेको छ नआउँदा त म अस्ति जहाँ त कति ल्याएर नि एक कुरा तैँले पैसा हालेर किनेर ल्याउँछस् भने त म सघाउँछु सोध्दैन म अस्ति बसेको थिएँ भने चाहिँ 2 बजे चाहिँ ल्याउने बनाएको थिएँ मसँग त्यो अर्को ठुलो झोला भएकोले बस्ने हुने भएन क्या झोला थिएन भने म ल्याउँथेँ मसँग झोला थिएन भने म ल्याउँथेँ बसेर कुन झोला ठुलो झोलाहरू नभएकोमा राति बसेर पनि ल्याउँथेँ यतै त आउँदो रहेछ हामी टाउदिन त कुन चुकाउनु कस्तो के गर्नु लागेको त्यो कागती हाल नि त कागती पानीले मुटुको बोक्सहरू गर्छ क्या किलर बनाउँछ नहाला मिठो रहन्छ नहाला मिठो रहन्छ मिलो आमालाई चाहिँ पेटभरि खानु मन लागेको हुन्छ थियो यो त अर्ग्यानिक हो क्या बोटमै पाकेको अनि आज 5 दिन भयो निकालेको रुखबाट अनि 4 दिन भयो कुदिँदैन क्या औँसी पनि आउनु आउनु गोया खाने गोयामा कति धेरै खायो आँप खानुमा चाहिँ कोया खानु मान्दैन नि भनौँ भने कोयामै हुन्छ धेरै यो कोयामा कति हो फेरि त्यो नखाला नि फेरि त्यहाँ सबै चुसेर खानुपर्छ नि त्यो दाना देखाएर छाल्ने होइन नि फेरि खाऊ 9 घन्टा बोकेर ल्यायो नि त्यसलाई भुइँमा झार्ला रस काँचो हुँदा कस्तो मिठो नि अब
काँचो पनि गुलियो हुने हाम्रो चाहिँ है कुना भयो मालदह होला अनि त्यो आँप हातमा ल्याएर बेला बुच्चेरो आँप कति धेरै देखाएको त्यस्तो